आज राम्रै पैसा भयो जस्तो लाग्यो। 4,000 5,000 6,000 बाइकले गाडी हान्दियो। बालेन प्रधानमन्त्री भएपछि के हुन्थ्यो जस्तो लाग्छ? स्वर्ग हुन्थ्यो है। हेलो गाइस, वेलकम टु माई ब्लग। तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा। म फेरि आइसकेँ नयाँ ब्लग लिएर। अब आजको भिडियोमा चाहिँ के हुँदैछ भने पठ मात्र गर्नेवाला छु आजको भिडियोमा। अनि अब अहिले चाहिँ कति बज्यो भने 10:30 भयो भनौँ न, 10:30 भएछ। अब बेलुका 10:30 बजीसम्म चाहिँ कति हुँदो रहेछ भनेर हेर्नेछौँ। आज 20 बजी पठ मात्र गर्नेछु, नो अफलाइन नो इन ड्राइभ। पठ मात्र गरेर कति हुन्छ भनेर हेर्नेछौँ। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला, लाइक सब्सक्राइब सेयर गरिदिनु होला। योभन्दा कति दुनियाँभरि मेयर भएको छैन हो, बालेन जस्तो काम कसैले पनि गरेको छैन अहिले। गरेन हो। त्यसैलाई खेर खनिरहेको छ। हो अब अहिले 2 महिनापछि तलब खान पाएको छैन, प्रशासनिक अधिवेशनमा पठाइदिएर हो हो। अब कर्मचारी आउनु मान्दैन, कर्मचारी कहाँ आउनु मान्दैन, किन मान्दैन? अनि त्यतिकै जानुपर्छ अनिवार्य। बालेन प्रधानमन्त्री भएपछि के हुन्थ्यो जस्तो लाग्छ? स्वर्ग हुन्थ्यो है। हो, एउटा भिडियो पनि छ, एउटा भिडियो मैले देखेको थिएँ। अब हाम्रो पहिला थिए त्यतिखेर त अब जन्मेको थियो कि थिएन राजा। अब त्यहाँ विदेश कुन अमेरिका कहाँ मिटिङ हुँदाखेरि सबै देशको गएको थियो अनि उठेको थिएन त्यहाँको जस मेन मान्छेहरू। जब नेपालको राजा गएपछि चाहिँ त्यो भिडियो चाहिँ मैले देखेको थिएँ। स्वागत गरे, रेस्पेक्ट गर्यो भनौँ न। हो र, म त अहिलेसम्म हिँडेको छैन। हजुर भन्नु त यो सतीको कहानी चाहिँ के हो? सतीले सरापेको देश भन्छ हाम्रो। मैले खोइ कहाँ हो सुनेको थिएँ यो। हजुर हुन पनि हाम्रो यो नेताहरूले यो गरेको कति वर्ष भयो चलाएको? देश चलाएको 35 वर्ष भयो। आमा म त जन्मै थिएन रहेछ नि त। ए अनि यत्रो बडो चाहिँ के गरे त भन्दा के गरेनन्? त्यही भएर त 35 वर्षसम्म दिँदा पनि केही नभएर त अब चेन्ज चाहियो नि मान्छेलाई होइन। सायद केही गरे भयो किन ऊ ल बालेन त के हो र? जब एउटा मेयर होइन र खास होइन। मैले भन्नु खोजेको पदको हिसाबमा भन्छ। त्योभन्दा कत्रो ठुलो पदको मान्छेले चाहिँ त्यति पनि गर्न सकेन भन्ने खालको कुरा भयो क्या है। एउटा मेयरले त्यति गर्न सक्छ भने देश चलाउने प्रधानमन्त्रीको हातमा चाहिँ के चाहिँ छैन र के चाहिँ गर्न सक्दैन र के चाहिँ किन चाहिँ नगरेको भन्दा चाहिँ अलिक अचम्म लाग्छ क्या। नक्सलमा बाइकले गाडी हान्दियो। सरी, बाइकले होइन स्कुटीले चाहिँ बाइक गाडी हान्दियो के हो है। ड्याङ्गै ठोक्यो। स्कुटीको अगाडिको पुरै पार्टै उडेछ। हेलो गाइस है, अब चाहिँ बेलुका भयो होइन, हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ कति बजेछ भने
10 10 40 45 47 ल 10 47 भएछ होइन। अनि खास आज पठाउ मात्र गर्ने भनेको होइन। हुन चाहिँ के भयो भने फर्स्ट टिप मैले लिएर आएँ यहाँ भक्तपुरमा। अनि भक्तपुरमा टिप ल्याएपछि त होइन टिपै आएन के। 1 घन्टा कुरेँ 1 घन्टा कुर्दा नि टिपै आएन के पठाउमा। अनि केही अप्सन नभएर चाहिँ मैले इनड्राइभ गरेँ एउटा। इनड्राइभ उता जाने अनि ठ्याक्कै कहाँनिर भने हाम्रो चाबेलनिरको थियो टिप। अनि फेरि इनड्राइभ गरेर चाबेल गएको थिएँ, उहाँ गएर पठाउ गर्छु अनि हेर्छु भनेको थिएँ। तर के भयो भने फेरि त्यही मान्छेलाई यता आउनुपर्ने रहेछ क्या। अनि उहाँ गएर 2 मिनटमा फेरि यतै फर्किहालेँ भक्तपुर। अनि फेरि जुन फर्स्ट कस्टमरलाई मैले छोडिदिएको थिएँ अनि फेरि उयो कस्टमरले फोन गर्दा कहाँ हो र जानुपर्ने उतै जानुपर्ने थियो भने। अनि फेरि त्यो टिप लिएर गयो। अनि त्यही हो। अनि खासै अब आज पठाउ मात्र चाहिँ भइएन, अब अफलाइनहरू नै धेरै भयो है। अनि अब ठिक छ, अब अर्को भिडियोमा चाहिँ होइन पठाउ मात्र गरेर गर्नेछौँ। किनकि आज खै के टाइमै त्यस्तो भएर हो कि है। पठाउ मात्र चाहिँ भएन। पठाउ मात्र खासै टिप चाहिँ है अलि आउँदैन। यता यस्तो अल्टर ठाउँहरूमा आयो भने आउँदैन। भ्यालीभित्र चाहिँ टिप आउँछ, तर बाहिर चाहिँ खासै टिप आउँदैन है। त्यही हो है। अनि अब पैसा कति भएछ भनेर हेरौँ है त। पैसा चाहिँ कति भयो नि होइन, म तपाईँलाई देखाउँछु। अफलाइन मात्र धेरै भयो। ओ है आज चाहिँ राम्रै पैसा भएछ जस्तो लाग्यो है। किनकि मेरोमा ठ्याक्क 1000 रुपियाँ थियो होइन। त्यहाँनिर भएछ 5000 समथिङलाई भनौँ न 4000 रुपियाँ भयो होइन। 4000 रुपियाँ त्यहाँ भएछ। अनि पैसा कति भयो त अहिले गाइस, सही पढे ल 4000 रुपियाँ होइन। आज राम्रै पैसा भयो जस्तो लाग्यो। 4000 5000 6000 500 मैले कहाँ अर्को नै राखेको थिएँ, यहाँ राखेको छु। आज राम्रै भयो जस्तो छ। ओके 4000 होइन, 2000 रहेछ यहाँ। 5000 6000 7000 8000 500 ए ल ठिकै छ। खासै म चाहिँ अलि 10,000 भयो क्या भन्ने गरिरहेको थियो, तर 8500 भएको रहेछ। 8500 पनि राम्रै हो। अस्ति इन्जोय मात्र गर्दा कति समथिङ 6000 मात्र भएको थियो। इन्जोय मात्र गर्दा नि धेरै पैसा नहुने रहेछ। अलिकति अफलाइन गर्दा चाहिँ अलिकति धेरै पैसा हुने रहेछ। मैले त्यही कुरा चाहिँ नोटिस गरिरहेको छु। त्यही नै हो। ल ठिक छ, आजको भ्लग अब यहीँ नै होइन। अर्को फेरि अर्को भ्लग लिएर भेट्नेछु।